के नेपाल सधैँ ऊर्जाको लागि अरू देशमाथि निर्भर भइरहने हो त? मतलब खाना पकाउने ग्यासदेखि लिएर इन्धनसम्म के हामीले सधैँ बाहिरकै मुख ताक्नुपर्ने? सायद अब त्यस्तो नहुन सक्छ, किनभने दैलेखको जमिनमुनि एउटा यस्तो खजाना भेटिएको छ जसले अहिले सबैको ध्यान तानेको छ र देशको भविष्यबारे नयाँ बहस सुरु गराइदिएको छ। हो, दैलेखको हकमा भएको ठ्याक्कै यही हो। वैज्ञानिकहरूले सुरुमा एउटा सानो सम्भावना देखेका थिए, तर जब गहिरिएर खोजियो त्यो त कल्पनाभन्दा पनि कैयौं गुणा ठूलो, कैयौं गुणा विशाल निस्कियो। अनि यो कुनै अनुमान वा हल्ला होइन है, यो हो चीनको जियोलोजिकल सर्वेले नेपाल सरकारलाई बुझाएको फाइनल रिपोर्टको आधिकारिक आँकडा। कति त 80.7 अर्ब घनमिटर, अर्थात् 80 अर्ब 70 करोड घनमिटर प्राकृतिक ग्यास। यो अङ्कलाई एकछिन मनमा खेलाउनुस् त। यो यति ठूलो हो कि यसले नेपालको ऊर्जाको पुरै नक्सा नै बदल्न सक्ने क्षमता राख्छ। यो चार्टले त पुरै कथालाई झनै प्रष्ट पार्छ। हेर्नुस् है, बायाँपट्टिको त्यो सानो बार, त्यो थियो सुरुको अनुमान, लगभग 1.25 अरब घनमिटर। अब दायाँपट्टिको त्यो अग्लो विशाल बार हेर्नुस् त, त्यो हो फाइनल रिपोर्टको आँकडा, झण्डै 80 गुणा बढी। यो सामान्य वृद्धि होइन, यो त साँच्चै भन्ने हो भने देशलाई लागेको ज्याकपट जस्तै हो। ल, अब प्रश्न उठ्छ, यत्रो ठूलो खजाना आखिर पत्ता लाग्यो कसरी? यसको कथा पनि रोचक छ। दैलेखको श्रीस्थान, नाभिस्थान जस्ता ठाउँमा परापूर्व कालदेखि नै जमिनबाट आगोको ज्वाला निस्किन्थ्यो। स्थानीयहरूले त्यसलाई दैवी शक्ति मानेर पुज्दै आए। अब आएर त्यही पुरानो विश्वासलाई, त्यही ज्वालाको रहस्यलाई आधुनिक विज्ञानले पुष्टि गरिदिएको छ। यो खोज त्यत्तिकै हचुवाको भरमा भएको चाहिँ होइन है। यसको पछाडि वर्षौंको मेहनत, ठूलो लगानी र उच्च स्तरीय विज्ञान छ। नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच एउटा सम्झौता भयो, करिब 2 अर्ब 40 करोड रुपियाँको आर्थिक तथा प्राविधिक सम्झौता हो। त्यही सम्झौताले गर्दा नै यति गहिरो र विस्तृत अध्ययन गर्न सम्भव भएको हो। अनि उनीहरूले एउटा मात्र होइन, चारवटा फरक वैज्ञानिक विधि प्रयोग गरेर यो कुरा पत्ता लगाए। सोच्नुस् न, उनीहरूले जमिनमुनि ध्वनि तरङ्ग पठाएर भित्र के छ भनेर हेरे, जसलाई सेस्मिक सर्वे भनिन्छ। अनि जमिनको भित्री बनावटको नक्सा नै तयार पारे। त्यसपछि चुम्बकीय गुणहरू नापेर पनि हेरे र अन्त्यमा माटो र चट्टानको स्याम्पललाई ल्याबमा लगेर जाँच गरे। अचम्मको कुरा के थियो भने 4वटै परीक्षणको नतिजा एउटै आयो, जमिनमुनि ग्यासको विशाल भण्डार छ। ल, खजाना त भेटियो। अब सबैको मनमा के होला? त्यसलाई खनेर निकाल्ने अनि प्रयोग गर्ने, होइन त? तर कथामा एउटा ट्विस्ट छ। कुरा सोचे जस्तो सजिलो छैन। यो खजानासम्म पुग्ने बाटोमा एउटा ठूलो प्राविधिक चुनौती उभिएको छ। हो, यहाँनिर सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो, के जमिनमुनि रहेको यो 80 अरब घनमिटर भन्दा बढीको ग्यास हामीले सजिलै बाहिर निकाल्न सक्छौं? र यसको सीधा जवाफ हो, सक्दैनौं। अब यो किन सजिलो छैन भन्ने कुरा बुझौं। दैलेखमा भेटिएको ग्यास साधारण ग्यास होइन, यो टाइट ग्यास हो। अब टाइट ग्यास भनेको के हो त? यसो सोच्नुस्, यो ग्यास जमिनमुनि कुनै खुला पोखरीमा जम्मा भएर बसेको छैन। यो त एकदमै कडा, बाक्लो चट्टानको पत्रभित्र एउटा स्पन्जमा पानी बसे जस्तै च्यापिएर बसेको छ। त्यसो भए त्यो चट्टानभित्र च्यापिएको ग्यासलाई निकाल्ने कसरी त? हो, त्यसको लागि एउटा विशेष र अलि जटिल प्रविधि चाहिन्छ, जसलाई हाइड्रोलिक फ्र्याक्चरिङ भनिन्छ। यसमा के गरिन्छ भने पहिलो स्टेपमा जमिनको एकदमै गहिराईसम्म ड्रिल गरिन्छ। दोस्रो स्टेपमा त्यहाँबाट एकदमै हाई प्रेसरमा पानी र केही रसायनहरू पम्प गरिन्छ, जसले भित्रको चट्टानलाई फुटाइदिन्छ, क्र्याक गराइदिन्छ। अनि तेस्रो स्टेपमा त्यही फुटेको चट्टानबाट ग्यास बाहिर निस्किन्छ। सुन्दैमा थाहा हुन्छ यो प्रक्रिया प्राविधिक रूपमा निकै जटिल र महँगो पनि छ। हो, चुनौतीहरू छन्, प्राविधिक पनि, आर्थिक पनि। तर यी सबै चुनौतीहरू पार गर्नु नेपालको लागि किन यति धेरै महत्त्वपूर्ण छ त? अब एकछिन कल्पना गरौँ, यदि हामीले यो ग्यास निकाल्न सफल भयौँ भने देशलाई के फाइदा हुन सक्छ? आउनुहोस् त्यतैतिर लागौँ। यो तुलनाले हाम्रो आजको वास्तविकता र भोलिको सम्भावनालाई छर्लङ्गै पार्छ। अहिलेको अवस्था के छ? हामी हरेक वर्ष अर्बौं रुपैयाँको एलपी ग्यास विदेशबाट किन्छौं। तर सोच्नुस् त, यदि दैलेखको ग्यास उत्पादन सुरु भयो भने घरायसी र औद्योगिक प्रयोगका लागि हामीलाई कसैको भर पर्नु पर्दैन।
हामी पूर्ण रूपमा आत्मनिर्भर बन्न सक्छौं। अनि यसको आर्थिक प्रभाव त झनै गहिरो छ। पहिलो कुरा, यसले देशको बढ्दो व्यापार घाटालाई कम गर्छ। दोस्रो, हाम्रो अर्बौंको विदेशी मुद्रा बाहिर जानबाट जोगिन्छ। तेस्रो, उपभोक्ता र उद्योगहरूका लागि ऊर्जाको मूल्य घट्न सक्छ, जसले गर्दा समग्र महँगी पनि कम हुन सक्छ। र चौथो, यसले नयाँ नयाँ उद्योग र हजारौं रोजगारीका अवसरहरू सृजना गर्न सक्छ। ल, सम्भावनाका कुरा त निकै उत्साहजनक छन्, तर मुख्य कुरा के हो भने यो कागजमा लेखिएको रिपोर्टलाई हाम्रो भान्साको चुलोसम्म कसरी पुर्याउने? अबको बाटो कस्तो छ? त्यहाँ के कस्ता अवसर र बाधाहरू छन्? अब त्यसको चर्चा गरौँ। यो खोज भनेको त यात्राको पहिलो पाइला मात्रै हो। अबको बाटो लामो छ। अब के गर्नुपर्छ त? पहिलो, उत्खनन प्रविधिको लागि ठूलो लगानी जुटाउनु पर्यो। दोस्रो, यो काम गर्न सक्ने विशेषज्ञता र आधुनिक उपकरणहरू ल्याउनु पर्यो। तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, बलियो राजनीतिक इच्छाशक्ति र स्थिर नीति चाहियो। अनि अझै पनि व्यावसायिक रूपमा उत्पादन गर्दा कतिको फाइदाजनक हुन्छ भनेर फाइनल ल्याब टेस्टहरू गर्न बाँकी नै छ। अन्तमा यो खोजले हामीलाई एउटा निकै महत्त्वपूर्ण दोबाटोमा ल्याएर उभ्याइदिएको छ। जुन ज्वालालाई हाम्रा पुर्खाहरूले दैवी शक्ति मानेर पुजे, त्यसको मुने देशको भाग्य बदल्ने खजाना लुकेको रहेछ भनेर विज्ञानले त देखाइदियो। तर सम्भावनालाई यथार्थमा बदल्न प्रविधि, लगानी र सबैभन्दा धेरै अटुट प्रतिबद्धता चाहिन्छ। अब अन्तिम प्रश्न यही हो, के यो खोज कागजको रिपोर्टमा मात्र सीमित भएर बस्छ कि यो साँच्चै नै नेपालको भविष्य बन्छ?